हेलो नमस्ते साथीहरू, म आज फत्काको अचार बनाउन गइरहेको छु। सुरुमा मैले तेल हालेँ, प्याज लसुन अदुवाको पेस्ट अनि खोर्सानी राखेँ। त्यसपछि खोर्सानीलाई हल्का भुटेँ। त्यसपछि टमाटर राखेँ। टमाटर राखिसकेपछि त्यसमा बेसार, नुन, मसला, जिरा मसलाको धुलो अनि सबै कुरा स्वाद अनुसार राखेँ। अनि त्यसपछि बिस्तारै चलाइसकेपछि एकछिन चलाएँ अनि त्यसपछि एकछिनपछि ढाकिदिएँ, थालिदिएँ अनि त्यसलाई एकछिन पाक्न छोडिदिएँ। एकछिन पाकिसकेपछि मजाले पाकेछ अनि म्यास गरिसकेपछि यस्तो लुक्स देखियो। तपाईँहरू देख्न सक्नुहुन्छ। आजको फत्काको अचार रेडी भयो। धनियाँ थिएन, त्यही भएर स्किप गरेँ। थ्याङ्क यू सो मच फर अस। बाई बाई, हेभ अ गुड डे।